हेलो गाइज होइन, वेलकम टु माई भिडियो होइन। आज म तपाईँहरूलाई होइन जापानमा हुन्छ नि, खास जापानको मतलब कालो सच भन्छ कि एउटा कालो सच भनौँ न, मतलब वास्तविकता कुराहरू होइन भन्न चाहन्छु होइन। आफूले बुझेको कुराहरू भनौँ न, अब यो हुनसक्छ हुन सक्दैन 100% स्योर त म पनि छैन, तर मलाई लागेको कुराहरू चाहिँ म भन्छु होइन। जस्तै हुन्छ नि त, अब जब हामी नेपालमा हुन्छौँ होइन, नेपालमा भन्छौँ नि त हामी जापान जान्छौँ होइन। अनि जापान जानलाई होइन पहिलो कुरा त तपाईँले आफ्नो जापान जान्छु भनेर होइन जानुभन्दा अगाडि नै मैले दुःख गर्नुपर्छ, मैले स्ट्रगल गर्नुपर्छ भन्ने कुरा चाहिँ बुझेर आउनु राम्रो कि। अब अभियसली होइन धेरै टाइम त यस्तो हो कि अब कोही कोही अलिकति मतलब धेरै जस्तो त मिडल क्लास मान्छे, मिडल क्लासको फ्यामिलीहरू मात्रै आउनुहुन्छ, धेरै जस्तो हुन्छन् होइन, मात्रै त भन्दिनँ, धेरै जस्तो आउनुहुन्छ। अनि त्यो आउने भने त मिडल क्लासले त अलिअलि उ त हुन्छ नि त, अलिअलि मतलब अलिअलि काम गरे हुन्छ, दुःख गरे हुन्छ नि त, अलिअलि भए पनि घरहरूमा काम गर्ने बानी लागेको हुन्छ क्या। अनि जुन अब त्यस्तो बानी नभएको मान्छेहरूले होइन यहाँ आएपछि होइन मतलब त्यो बानीहरू भएको मान्छेहरूले त अभियसली अब अलिअलि घुलमिल हुन सजिलो भइहाल्छ, त्यसलाई काम गर्ने बानी हुन्छ होइन। त्यो हुनसक्छ, तपाईँले त्यो माहौलमा घुलमिल हुन सक्नुहुन्छ। बस तर एउटा कुरा पनि छ नि त, फेरि के हुन्छ जुन त्यो माहौलमा घुलमिल गर्न सक्दैनन् होइन, त्यो आउँछ होइन, जस्ट अब त्यसलाई मतलब टेन्सन हुन्छ नि यार। यता जापानमा म निन्द्रा पुर्याउँछु भनेर सोचेर नआउँदा नि हुन्छ होइन, किनभने सब अभियसली नराम्रो कुरा नै, नराम्रो कुरा भन्दिनँ तर यो पुरा नहुने कुरा हो कि खास चाहिँ। अब तपाईँले कसरी हुँदैन भने चाहिँ होइन 4-5 वर्ष तपाईँले मजाले स्ट्रगल गर्नुपर्छ कि। अब त्यो स्ट्रगलमा के हुन्छ भने चाहिँ पहिलो त 6 घन्टाको स्कुल भइहाल्छ होइन। स्कुल सकेपछि अब नर्मली तपाईँको यताउति गर्नलाई भने चाहिँ मतलब अब स्कुलको पैसा तिर्नलाई अनि खानालाई बस्नलाई यस्तो गर्नलाई भए पनि होइन तपाईँलाई 5 घन्टा हप्ता मतलब दिनको काम गर्नै पर्यो। अनि त्यो 11 घन्टा भइहाल्छ होइन। अब त्यो भन्दा बाहेक तपाईँले काम गर्नुभयो भने तपाईँले त्योबाट बचाउने पैसा, घर पठाउने पैसा बचाउनुहुन्छ कि त्यो होइन। त्यो बचाउनको लागि पनि तपाईँलाई अब हुन्छ नि त लिमिट मतलब काम गर्दै जानु पर्यो। 5 घन्टा त तपाईँले डेलीको गर्नै पर्छ कि। जुन हो 5 घन्टा गर्नु भएन भने तपाईँले गएको फी मतलब अब हुन्छ 5-7, कसैको महँगो हुन्छ सस्तो हुन्छ, तर नर्मली राख्दाखेरि तपाईँले महिनाको समथिङ 50,000 जति चाहिँ जम्मा गर्नुपर्ने हुन्छ। अनि अब खाना खर्च, रुम रेन्ट गरेर भए पनि त्यो भने 60-70 हजारको खर्च भइहाल्छ कि। नर्मल तपाईँले त्यति काम गर्नुभयो भने 5 घन्टा जति काम गर्नुभयो भने त्यसमा चाहिँ अलिकति म्यानेज भइहाल्छ। त्योभन्दा बढी घर पैसा पठाउँछु भन्ने खालको सोच राख्नुहुन्छ भने होइन, त्यो चाहिँ पठाउँदाखेरि त्योभन्दा बढी काम गर्नुपर्ने हुन्छ होइन। नर्मली तपाईँ बुझ्नु 6 घन्टा स्कुल होइन, अब नर्मली त भन्दा घर पठाउनु खोज्नु सब त घर पठाउनै आएको हुन्छ, पास पैसा कमाउन आएको हो नि त। तपाईँले अब दिनको नर्मली भयो भने 10 घन्टा त समथिङ काम गर्नुपर्छ होइन, 10 घन्टा काम गर्नै पर्छ। अनि त्यो भएपछि होइन तपाईँले हेर्नु 6 घन्टाको स्कुल 10 घन्टाको काम 16 घन्टा भइगयो होइन। अनि रह्यो तपाईँसँग 8 घन्टा हुन्छ। अनि त्यो 8 घन्टामा 1 घन्टा काममा जान आउन, स्कुल जान आउन, त्यसमा तपाईँलाई 2 घन्टा खाइदिन्छ समथिङ है त। अब जान कहिले बिस्तारै हुन्छ, कहिले के गर्दै जाइन्छ, कहिले के गर्दै आइन्छ होइन। त्यो अब अलिअलि हुन्छ, त्यो म्यानेज हुँदैन नि त होइन। अनि त्यो जानलाई तपाईँले 2 घन्टा जान्छ। अनि तपाईँसँग रह्यो 6 घन्टा। अनि 6 घन्टामा तपाईँ सुत्ने, खाना बनाउने, खाने, यस्तो टाइम म्यानेजमेन्ट गर्न गाह्रो हुन्छ कि यहाँ अभियसली होइन। अनि अब सबै दिन एउटै काम हुन्छ भनेर छैन नि त, कहिले काहीँ थोरै हुन्छ। त्यो दिनहरू तपाईँलाई राम्रो हुन्छ, कुन दिन बिदा हुन्छ, त्यो दिन अलिअलि रमाइलो गर्न मिल्छ, घरको कामहरू यसो गर्न मिल्छ। तर लाइफ तपाईँले यहाँ आएर तपाईँले नभए नि समथिङ मिनिमम भए पनि 8 घन्टा समथिङ त काम गर्नै पर्छ कि। अब मलाई अलिक पैसा पनि बचाउनु छ, प्लस मलाई स्कुलको उँटो पनि हाल्नु छ। अनि त्यहाँपछि होइन त्यहाँपछि आएर त्यो के भन्छ त्यो स्कुल भाडा आफ्नो मतलब अलिअलि खर्च हुने, आफूलाई खर्च हुने, खाना बनाउन लाउने होइन, त्यो खर्चहरू त बेग्लै। अनि प्लस कुरा के हुन्छ भने चाहिँ यहाँ जो सुरुमा आउँछ नि त्यसले त सुरुमा काम पाउन नै गाह्रो हुन्छ नि। जसले पाउँछ होइन त्यसले काम पाए, अब सुरुमा पैसा आएको हुन्छ होइन, त्यसले यस्तो पैसा उडाउँछ नि होइन, त्यो त्यसको पैसाको भ्यालु नै हुन्न कि त्यो पैसालाई। जब स्कुल फीहरू तिर्ने बेला हुन्छ नि त्यसलाई अनि रिग्रेट हुन्छ कि मैले यस्तो नगरेको भए हुन्छ। त्यो आएपछि होइन त्यस्तो रिग्रेटहरू नगरेर चुप्प लाएर कमाएर सुरुमै कमाउने हो कि। खास रियालिटी भने पछि कमाउँछु भनेर सोध्ने होइन कि। जति सक्दो आयो होइन तिमीले सुरुमा काम लाग्यो भने, सुरुबाट छिटो काम लागेर अनि छिटो कमाउनु सक्यो भने चाहिँ एकदम राम्रो हो। अनि त्यो खालको माइन्डसेटहरू बोकेर होइन, अनि यहाँ आउँदाखेरि तपाईँले काम पाउँदा होइन मलाई कहिले हेल्प गर्छ भनेर कुरा नसोचेर आउनु कि। मतलब अभियसली तपाईँले हेल्प गर्न सक्छ होइन, गर्ने मान्छेहरू टर्नै हुन्छ, तर धेरै जस्तो चाहिँ धोका दिने मान्छेहरू टर्नै हुन्छन् कि। मतलब तपाईँलाई काम लगाइदिन्छु भन्छ, आज भोलि पर्सि त्यसो गर्दै टर्ने टाइम गइसकेको हुन्छ कि। जस्ट तपाईँ अरे यार जोसुकै मान्छे आए पनि होइन अभियसली अब त्यसले प्रेसर हुन्छ नि त, मलाई घर पैसा पठाउनु छ यो त्यो होइन। त्यो गरेर आउँदाखेरि अब त्यसले तनाव हुन्छ कि मैले 3 दिन भइसक्यो काम पाएको छैन, 1 महिना भइसक्यो काम पाएको छैन, 2 महिना भइसक्यो काम पाएको छैन। त्यो मान्छे बिस्तारै डिप्रेसनमा जान खोज्छ। अनि त्यस्तो खालको नगरेर होइन बिस्तारै सबै कुरा हुन्छ भनेर सोच्ने होइन त्यति बेला। अनि लाइक यहाँ चाहिँ सबभन्दा बचेर हिँड्नुपर्ने भनेको कुरा भनेको चाहिँ पहिलो त नेपालीहरूसँग होइन, अनि यहाँको भनेको चाहिँ अनि एक्लोपनसँग के। मतलब यहाँ धेरै जस्तो होइन तनाव हुने भनेको कुरा त्यो हो कि। साथीभाइ हुन्छन् तर साथीभाइ सबै पर्फेक्ट हुन्न कि।
तपाईँलाई सबैले हेल्प गर्छ भन्ने खालको हुँदैन। तपाईँले यहाँ एक्लो बस्नु सक्ने त्यो वातावरण हुँदैन कि हुँदैन। अनि त्यो भएन भने अब त्यो तपाईँ एक्लोमा जुन पर्छ होइन त्यो अब मतलब त्यसको अब हुन्छ नि त गएका काम गयो आयो अनि त्यो एक्लै शान्त मतलब बिदाको बेला यस्तो शान्त बस्यो भने दिमागमा नराम्रो थटहरू आउने होइन एकदम नेगेटिभ सोचहरू आउने होइन। त्यस्तो कारणले होइन त्यो मान्छे त्यस्तै डिप्रेस के भन्ने होइन त्यो एउटा पछि गएर सुसाइडको कारण पनि बन्न सक्छ कि म रियालिटी भन्छु त यो कुरा चाहिँ पछि गएर होइन सुसाइडको कारण पनि बन्न सक्छ कि। सो आउँदाखेरि होइन एकदम राम्ररी बुझेर आउनु होइन मैले मिहिनेत गर्नुपर्छ 4-5 वर्ष त म गर्छु जे गरे गर्छु होइन। पछि फेरि वर्किङ गएपछि एउटा स्टेबल मतलब काम हुन्छ अनि त्यसपछि अलिक टाइम हुन्छ कि त्यति बेला पढाइ सढाइ हुँदैन जस्तो अब काम हुन्छ अनि त्यस काममा गयो त्यो गरेर आयो ढुक्क बस्यो अलिअलि फिक्स तलब हुन्छ होइन त्यो ढुक्क भइन्छ कि मतलब यो काम गर्नुपर्छ मतलब यो गर्नुपर्छ भनेर ढुक्क हुन्छ नि त। त्यहाँ पछि चाहिँ तपाईँको एउटा लाइफ स्टेबल हुन्छ होइन यहाँ एकदम राम्रो हुन्छ त्यहाँदेखि चाहिँ अलिअलि राम्रो हुन्छ अब। अनि अर्को कुरा के हुन्छ होइन म कमाएर धनी बन्छु भनेर हुन्न यहाँ भन्नेहरू धेरै हुन्छन् कि म एउटा कुरा पहिलो भनिदिन्छु होइन कोही पनि मान्छे स्यालेरीले धनी जिन्दगीमा हुँदैन। चाहे त्यसलाई स्यालेरी 1 करोडै आयो भने पनि त्यो मतलब 1 करोड त अभियसली कहिले पनि दिँदैन त्यसलाई जति कमाए पनि त्यो स्यालेरीले धनी हुँदैन कि कहिले पनि। तपाईँले एक्स्ट्रा इन्कम सोर्सहरू बनाउनुपर्छ होइन त्यसको लागि बेग्लै मतलब त्यो पहिलो कुरा त यो कुरा होइन यो त अब अर्कै रूपमा गइहाल्यौँ हामी होइन ल्याएर होइन मतलब अर्को स्यालेरी त धनी हुँदैन कि मान्छेले सुरुमा आफ्नो ऋण तिर्नु होइन अनि ऋण सिन तिरिसकेपछि एउटा स्टेबली हुन्छ नि होइन अब स्त्री भयो नि त अब ऋण सिन सक्यो अब ढुक्क भइन्छ भने त्यति बेलादेखि आफूमा काम गर्न थाल्नु कि अभियसली आफूमा काम गर्न थाल्नु भने तपाईँले एकदम मतलब धेरै कुराहरू बुझ्दै जानुहुन्छ अनि एकदम सिक्दै गर्ने कुराहरू एकदम धेरै हुन्छ क्या हो। तिनीहरू कुरा बुझ्दै गऱ्यो भने चाहिँ अनि बुझ्दै अब लाइक धेरै कुराहरू अब सिक्दै गइन्छ नि त्यति बेलासम्म त्यो सिक्दै गएपछि अनि अनिको कुराहरू बुझेर होइन अनि केमा के गर्ने कुराहरू सबभन्दा सुरुमा प्रायोरिटी चाहिँ ऋणलाई दिनु क्या म त्यति भन्छु। कोही ऋणमा आउनु भयो भने चाहिँ तिनीहरूलाई ऋण तिर्ने अनि होइन त्यस्तो खालको प्रायोरिटी दिनु भयो भने चाहिँ तपाईँहरू एकदम राम्रो हुन्छ। अब लाइक गाह्रो त हुन्छ अभियसली होइन विदेशमा गाह्रो हुन्छ तर धेरै जस्तो केटी मान्छेलाई चाहिँ एकदम गाह्रो हुन्छ कि अब त्यसलाई होइन अब केटी मान्छेले किन गाह्रो हुन्छ भनेपछि होइन पहिलो कुरा त यहाँ होइन तपाईँको फ्यामिली हुँदैन होइन अब फ्यामिली हुँदैन अब अनि काम हुन्छ अनि अलिअलि त फ्यामिलीबाट अलिअलि हल्का प्रेसर त आइहाल्छ कि जसलाई पनि होइन यो त मलाई यहाँ भएन यो घट्यो यता अलिअलि आउँछ त्यो पछि अलिअलि मतलब फ्यामिलीबाट यहाँ त फ्यामिली कुरा नगर्ने यताउति हुन्छ होइन अलिअलि त्यो फ्यामिलीबाट अलिअलि मतलब त्यस्तो राम्रो मतलब हुँदैन कि इमेज राम्ररी बोकिन सक्दैन त्यो जस्तो अनि यहाँको वातावरण त्यस्तै खालको हुन्छ कि पहिलो कुरा त तपाईँलाई सबले धोका दिँदै हुन्छ मैले यहाँ ठक्कर खाएँ अब यो गर्छु मैले त्यहाँ खाएँ यसले मलाई यस्तो गर्यो होइन अब पेट मान्छे तनावले पनि मरिहाल्छ कि यहाँको हो त्यो चाहिँ गर्नु भएन होइन जस्ट अब आफ्नो मतलब सबै कुराहरूलाई बिस्तारै टाइम दिँदै होइन आफ्नो लाग्नु भयो भने चाहिँ एकदम राम्रो हुन्छ। अनि अर्को एकदम धेरै ध्यान दिने कुराहरू भने चाहिँ के हुन्छ भने चाहिँ होइन तपाईँले होइन जापानमा खास होइन टाइमलाई एकदम मतलब एकदम भ्यालु दिएर चल्नु पऱ्यो कि यहाँ तपाईँले टाइमलाई एकदम भ्यालु दिएर चल्नुभयो भने चाहिँ एकदम तपाईँलाई सजिलो हुन्छ कि मतलब यहाँ एकदम सजिलो हुन्छ। जसलाई टाइमको मतलब छैन होइन त्यो मान्छेहरूलाई चाहिँ अलिक गाह्रो हुनसक्छ कि मतलब अलिक गाह्रो हुन्छ हुनसक्छ अब जस्तो अब काममा ढिलो भने चाहिँ कराउने कहीँ त निकाली पनि दिन्छ है त कामबाट ढिलो गयो तँ अब नआइज भोलिदेखि यस्तो पनि भनिदिन सक्छ है त। जो धेरै जस्तो ट्राई गर्नु होइन तपाईँले आफ्नो त्यो टाइमहरू म्यानेज गर्न सक्नु कि धेरै जस्तो मतलब आफ्नो टाइमहरूलाई युटिलाइज गर्ने राम्रो ठाउँमा हाल्ने त्यो टाइमलाई होइन अनि टाइमहरूलाई राम्रो ठाउँमा हाल्ने मतलब के राम्रो कुराहरूमा लाउने होइन। यहाँ धेरै जस्तो टाइमहरू म आफै मैले विचार गरेको कुरा होइन यहाँ मान्छे होइन मतलब अब छुट्टी हुन्छ नि त अलिक रेस्टको लागि होइन जुन दिन आज छुट्टी छ भने त्यो दिन अब सबै दिन 6 घन्टा सुतेर पुगिरहेको मान्छेले होइन त्यो दिन त्यो मान्छे 12 घन्टा सुत्छ अनि 6 घन्टा मोबाइल चलाउँछ त्यो खालको टाइम जान्छ कि अनि त्यति बेला त्यसले रमाइलो नगरेपछि होइन अनि त्यो त्यस्तै खालको फेरि मोबाइलमा फेरि त्यति त्यस्तै खालको कन्टेन्टहरू आउनु थाल्छ कि लाइक अब राम्रो नभने त्यस्तो यहाँ यस्तो भइरह्यो यसले सुसाइड गर्यो यसले त्यस्तै खालको सोचिन्छ कि अनि त्यस्तो गर्दा अझै नराम्रो थटहरू आउँछ होइन अझै दिमाग खराब हुन्छ कि सो होइन त्यस्तोहरू नगरेर होइन आफ्नो सक्दो मोबाइललाई टाइम कम दिनुभयो भने चाहिँ तपाईँको सबै टाइमहरू मिल्न जान्छ कि मोबाइललाई टाइम चाहिँ लास्ट कम दिनु होला होइन म यहाँहरूलाई भन्छु होइन तर एकदम सेफली बस्नु भनेको भनेपछि नेपालीहरूबाट एकदम अलिकति नेपालीहरूबाट यहाँ सबभन्दा धेरै नेपालीलाई मतलब सपोर्ट गर्ने पनि नेपाली नै हो थाहा हुन्छ होइन तर धेरै जस्तो नेपालीले सपोर्ट गर्न सक्दैन कि खुट्टा तान्ने बढी हुन्छ नि यहाँ हो यो कुरा चाहिँ बुझेर आउनु होला कि जापान आउनु ल यो चाहिँ अब योभन्दा धेरै भयो भने चाहिँ भिडियो लास्ट नै लामो हुन्छ होइन तर आजलाई यति नै अब अरू भिडियोमा तपाईँहरू कमेन्ट गर्नु कस्तो खालको बारेमा त्यो ल्याम भिडियो होइन त्यस्तै खालको भिडियोहरू ल्याउनु ट्राई गर्छु म होइन म चाहिँ अब तपाईँहरूलाई केही मतलब यस्तो